हेलो, म चाहिँ खिमकेसी। अनि म चाहिँ सुनिता तामाङ। हामी चाहिँ फाइनल्ली अब एउटा सम्बन्धमा आधिकारिक रूपमा जोडिन गइरहेका छौँ। विगत केही वर्ष भनौँ न, दुई 2.5 वर्षको यो सम्बन्ध पछाडि चाहिँ हामी एउटा विवाह बन्धनमा बाँधिन गइरहेका छौँ। त्यसको लागि चाहिँ एकदमै म चाहिँ धेरै नै एक्साइटेड अलिकति भइरहेको पनि छु अलिकति, होइन? अब विगत केही समयदेखि बाहिर बस्दै गर्दा त्यही एक्लो फिल भइराख्ने टाइपको हुन्थ्यो। त्यही क्रममा केही साथीहरूको सर्कलबाट अनि केही सामाजिक सञ्जालतिरबाटै हुँदै हामी चाहिँ एउटा जोडिने अवसरमा पुग्यौँ। त्यहाँबाट हाम्रो एउटा जर्नी स्टार्ट भएको थियो। त्यत्तिकै हाँस्दै बोल्दै गर्दै गर्दा कहीँ कतै केही कुराहरूमा एट्याचमेन्ट हुँदै हुँदै गएपछि एउटा अलिक सम्बन्ध पनि बनेछ, थाहा पनि थिएन, होइन? त्यति बेलासम्म पनि सायद अहिलेसम्म मैले उसलाई भने पनि छैन होला, एक्सप्रेस पनि गरेको छैन होला कि पर्पोज पनि गरेको छैन है, उसले पनि गरेको छैन, मैले पनि गरेको छैन है। एउटा अन्डरस्ट्यान्डिङ नै अहिलेसम्म आइयो, यहाँसम्म पुग्यो है। होप अझ यो सम्बन्ध अझै लामो हुन्छ भन्ने कुरामा चाहिँ अझै एक्सपेक्ट गरिरहेको छु म चाहिँ। बसेछ प्रीति यति गाढा आफ्नै मनसँगैमा हार्न थाले, जे जति पासमा मेरो सारा सबै सम्झिन थाले, सँगालेरै राखन है यो मेरो माया र मलाई। तिम्रो चाहिँ के छ त अनि? मेरो पनि सेम हो। म अलिक कमै बोल्छु, त्यही भएर मेरो सट्टा पनि उहाँले बोलिदिनु नि। त्यो चाहिँ पुरानो बानी हो क्या? हो, त्यो आउँदा पनि त्यही गरिरहेको हो न त? हजुर। मलाई उहाँको के मनपर्छ भन्नु? अब ठ्याक्कै त भन्न भने कपाल होला। कपाल छैन त। कपाल होला है, कपाल होला। धेरै बेरसम्म रिसाएर बस्न चाहिँ सक्नुहुन्न, त्यही मनपर्छ मलाई। ल विशेष त उसको भन्नुपर्दा सिम्प्लिसिटी नै हो। आज पनि उसलाई यो मेकअप गर्दा उसलाई यति हेभी फिल भइरहेछ, होइन? फर्स्ट टाइमै होला सायद। मेकअपहरू गर्ने बानी पनि छैन, अनि बोल्ने कुराहरूमा जस रेस्पेक्ट गर्ने कुराहरूमा सबै कुराहरूमा पोख्त छ। ट्राभल मेमोरी भन्दा पनि खासै हाम्रो चाहिँ के भयो भन्दा अलिकति डिस्टेन्स चाहिँ लङ डिस्टेन्स रिलेसनसिपै भयो उहाँ हुँदा पनि, बाहिर हुँदा है। उसकोबाट मेरोमा आउनु नै लगभग 3-3.5 घन्टा जति चाहिँ ट्रेनमै त्यति आउनुपर्ने। त्यो भएर भेटघाट चाहिँ एकदम कमै हुन्थ्यो। कहिले काहीँ भेटघाट उस्तै हो भने वर्षमा 2 चोटि भने जस्तो कि त्यस्तो भेटघाट हुन्थ्यो। तर भेटघाट छोटो मिठो भए पनि त्यस फोन कलमा धेरै कुरा हुन्थ्यो। फोनमा चाहिँ कुरा हुन्थ्यो। फोन गर्ने भन्दा नि फोन कन्टिन्यू नै हुन्थ्यो। त्यो फोन चाहिँ बरु कहिले काट्ने भन्ने यति भइरहेको हुन्थ्यो बरु, होइन? कसरी बिर्सिन्छु र
कोरियामा यस्तो थियो उहाँ हुँदा चाहिँ भेटाउने कुरामा चाहिँ साथीको थ्रु नै साथीको भेट्यो थ्रुबाट चाहिँ भेटघाट भएको हो, चिनजान भएको। अनि त्यसपछि चाहिँ लगातार अब बोले भयो। गाजलु तिम्रो आँखाले मेरो संसार देखाउँछ नि। विशेष गरी चाहिँ अब म उसको मम्मीलाई नै एकचोटि थ्याङ्कफुल भन्न चाहन्छु होइन, जसले उहाँलाई जन्माएर उसलाई जन्माएर चाहिँ अब एउटा यति सक्षम बनाउनु भयो कि जो चाहिँ अर्काको घर गएर आफ्नो परिवार चलाउन सक्ने अवस्थासम्म उसलाई पुर्याउनु भयो। त्यसको लागि चाहिँ मम्मीलाई धेरै धेरै धन्यवाद। अब आगामी जर्नी हाम्रो सम्बन्ध अझै एकदम राम्रो हुँदै जानेछ, अझै नजिकिने छौँ भोलिका दिनमा। म पनि तपाईँकै एउटा छोराको एउटा कर्तव्य पक्कै निभाउने छु, त्यसको लागि ढुक्क हुनुहोला भन्दै गर्दा दुवै आमाहरू मेरो मम्मी र उताको मम्मी दुवै मम्मीप्रति चाहिँ बराबर सम्मानसहित दुवै घरलाई अगाडि बढाउने जिम्मा चाहिँ हामी पक्कै लिएर जानेछौँ। मेरो तर्फबाट पनि तपाईँ बोलिदिनु भनेन कि रुन लाग्नुभयो कि अब आफूभरि आएको आयो त इमोसनल हुनुभयो कि अब तपाईँ। ठिक छ ठिक छ। अनि विशेष चाहिँ अब हाम्रो परिवार चाहिँ अलि ठुलै छ कि अब हामी अब चार भाइमा पनि अहिले चाहिँ घरमा दाइ हुनुहुन्छ, सबैजना विवाहित छौँ। अब म पनि अब कान्छो म चाहिँ होइन, अरू दिदीहरू सबैजना विवाहितै हुनुहुन्छ, दाइहरू पनि विवाहित, ठुलो दाइ हुनुहुन्छ, त्यसपछि दिदी अनि सानो दिदी। अब सबैजना अब रोजगारीकै क्रममा चाहिँ सबै बाहिर भइयो। अनि अहिले चाहिँ कतिपय कुराले चाहिँ अब भर्खरै अब उहाँहरू बाहिर गएको माहौलले गर्दा यो अकेजनमा उहाँहरू सायद नआउन पनि सक्नुहुन्छ। होप गरौँ कि उहाँहरू आउनु होला, सायद आउनु भएन भने पनि अब धेरै मिस गरेका छौँ हामीले चाहिँ होइन। सायद यो मोमेन्टमा चाहिँ उहाँहरू पनि साथमा हुनुभयो भने धेरै खुसी हुनेछौँ त्यति बेला चाहिँ। अहिलेलाई चाहिँ अब सायद होपफुल्ली उहाँहरू आउनुहोस्, साथमा अब यो सेलिब्रेट गर्न पाइयोस् होइन। रुने भन्दा नियत चाहिँ सोचाइ नै थिएन, कस्तो भयो कि होइन। उहाँहरूलाई धेरै धेरै माया छ होइन, आउनु भएन भने पनि धेरै माया छ, तर होप आउनुहुनेछ। अब कतिजना आउन चाहेर पनि आउन सक्नु भएको छैन होला हाम्रै अब आफन्तहरूमा, उहाँहरूलाई पनि आउन नपाए पनि हाम्रो तर्फबाट चाहिँ धेरै धेरै माया हामीलाई आशिक दिनु होला। उहाँहरूको आशा हामीलाई लागोस्, हाम्रो तर्फबाट धेरै माया छ। फेरि कुनै ठाउँमा भेटौँला होइन, त्यति नै हो अहिले चाहिँ।